हाई नमस्ते सेवाहरू। यो चाहिँ हाम्रो रुम हो र यता एउटा रुम छ, यता बङ्गालीहरूको रुम छ। यहाँ माथि चाहिँ म आएर बसिरहेको छु यसरी। तपाईँहरू आराम कुशलै हुनुहुन्छ होला, सन्चै सुविस्तै हुनुहुन्छ होला। म तपाईँहरूको साथीभाइ जे भने पनि प्रशान्त लिम्बू। म तपाईँहरूको माझमा फेरि पनि एउटा भिडियो लिएर आएको छु। तपाईँहरूको साथ सपोर्ट र तपाईँहरूको माया चाहिएको छ यो समयमा। मेरो युट्युबमा तपाईँहरूलाई स्वागत छ र मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरेर जोडिनु होला र तपाईँहरूको सपोर्टको आवश्यकता परेको छ साथीभाइहरू। यदि मलाई यति लाग्छ कि तपाईँहरूले मलाई सपोर्ट गर्नुहुनेछ भन्ने आशा गर्दछु, किनभने सपोर्ट सबैलाई चाहिन्छ, साथ सपोर्ट सबैलाई चाहिन्छ साथीभाइहरू। परदेशको ठाउँमा, बिरानो ठाउँमा हामी आएर बसिरहेको छौँ, दुःख गरिरहेछौँ परिवारको लागि होइन। यस्तो हाम्रो बस्ने ठाउँ चाहिँ यो छ, यो यस्तो ठाउँ हो। हेर्नुहोस् न, यो पुरै चर्किएको छ है, खै बस्नु पनि डरै मर्दछ। हेर्नुहोस् न, यो चर्किएर बिजोग छ है, भत्किएर मऱ्यो नि पो डराउँछ। भूकम्प नेपालको जस्तो भूकम्प आयो भने त अनि मरिन्छ त है। नेपाल जस्तो भूकम्प आयो भने त अनि गइन्छ त साउदीमा पनि साथीहरू। यस्तै छ साथीहरू, तपाईँहरू सन्चै सुविस्तै हुनुहुन्छ होला। अनि परदेशको बस यस्तै भइरहेछ, लगभग परदेश बसेको पनि 3 वर्ष हुन लागेको छ। घर जानुपर्ने, घर जानको लागि सोच विचार गर्दैछु साथीभाइहरू। हरेक अपडेट म तपाईँहरूले दिँदै गर्नेछु, टेन्सन नगर्नु होला। सबै मेरो मित्रजनहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको माया साथ सपोर्टको लागि म धेरै अपेक्षा गरेको छु। हस्त धन्यवाद। सबैको जय होस्, सबैको भलो भएको होस् है त।